ओके, आदरणीय पुणे यातुङ परिवारका अध्यक्ष क्याप्टेन सचिनहाङ लिम्बू साहब, उपाध्यक्ष लेफ्टिनेन्ट लक्ष्मी साहब अनि सेरियादेखि पाल्नुभएका क्याप्टेन कैलाश साहब, साथै W2 गुरुजीहरू, सार्जन गुरुजीहरू र मेरो नम्बरी अनि भाइहरू, साथै दिदीबहिनीहरू अनि भाना भान्जाहरू अनि हाम्रा ज्वाइँसा पहनाहरू सम्पूर्णमा हामी बुर्नै यातुङ परिवारबाट तपाईहरुलाई लामलक सेवारो साथै यस चासोक तङनामको मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। आशीर्वादो सबैलाई थाहा छ, आज हामी यहाँ जम्मा भइराखेको छौँ यो चासोक तङनाम मनाउनुको लागि। यो पर्व भनेको हाम्रो लिम्बू समुदायको पुर्खाहरूले आफ्नो ज्ञान र सिपले, आफ्नो खुन र पसिनाले सिन्चेको यो भूमिमाथि आफ्नो अस्तित्वलाई जमाउनुको लागि उहाँहरूले तयार गरिदिनु भएको हो। त्यही संस्कार, त्यही संस्कृति, त्यही इतिहास, यही भूमिको कारण आज हामी गर्वसँगले भन्छौँ म लिम्बू हो। आज लिम्बू भनेर आफ्नो नामको पछाडिबाट लिम्बू लेख्नुमा जति गर्व गर्दैछौँ त्यसको श्रेय हाम्रो पुर्खाहरूलाई जान्छ। जब आफ्नो संस्कार पनि थाहा छैन, आफ्नो संस्कृति थाहा छैन, आफ्नो इतिहास थाहा छैन, भाषा थाहा छैन, लिपि थाहा छैन भने हामीले आफ्नो नामको पछाडि लिम्बू लेख्नुको कुनै अर्थ छैन। किन लिम्बू लेख्दैछौँ त? राई लेखे भयो, गुरुङ लेखे भयो, तामाङ लेखे भयो, मगर लेखे भयो, भण्डारी लेखे भयो, कामी लेखे भयो, दमाई लेखे भयो, जे लेखे भयो नि। तर किन हामीले लिम्बू लेख्दैछौँ? यसको मतलब हाम्रो पुर्खाहरूको खुन र पसिना र बुद्धि अथवा उहाँको विवेकले हाम्रो संस्कार, संस्कृति र इतिहास तयार गरिदिनु भएको छ, हाम्रो भूमि तयार गरिदिनु भएको छ। त्यही कारणले गर्दाखेरि हामी गर्वसँगले भन्छौँ हामी लिम्बू हौँ। तर त्यो लिम्बू हुनुको लागि हाम्रो संस्कार, संस्कृति र इतिहासलाई जोगाउनु पर्छ र आउने भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यसैले गर्दाखेरि आज यो चासोक तङनाम मनाउँदैछौँ। कुनै पनि हामीले घरमा, रुममा खानु पिउनु नपाएर, हामीले खानु पिउनुको लागि, हामीले कुनै तरुनी तन्दरी भेट्नुको लागि आज यो पर्व मनाउँदै गरेको होइन। यो हाम्रो पुर्खाहरूलाई सम्झेको हो। हामीले लिम्बू लेख्दैछौँ त्यसको अर्थ बुझाउनुको लागि र हामी लिम्बू किन हौँ र किन हुनुपर्ने र के जोगाउँदाखेरि हामी लिम्बू भनेर जीवित रहन्छ र हाम्रो नाक रहन्छ अथवा आउने छोरा नातिहरूलाई यो कुरा सिकाइन्छ, त्यो कुरालाई बुझाउनुको लागि आज यहाँनिर एकत्रित भएको छौँ। यस चासोक तङनाम भन्नुको मतलब चा भनेको अन्न, सोक भनेको नयाँ र तङनाम भनेको पर्व, यो तीनटा शब्द मिलेर चासोक तङनाम भनिएको हुन्छ। यसलाई मनाउनुको लागि हामी यहाँ उपस्थित भएको छौँ। यसलाई चाहिँ हामी लिम्बूहरूले महान चाडको रूपमा मान्छौँ, किनकि लिम्बूहरूले टोटल 5 वटा पर्वहरू मनाउने गर्छौँ। पहिलो कफेवा तङनाम, यसलाई माघे सङ्क्रान्ति पनि भनिन्छ अहिलेको सन्दर्भमा त्यो। अनि त्यस पछाडि यक्वा तङनाम अथवा चैते दसैँ अथवा बिउ बिजन छर्ने समय भनिन्छ। त्यसै गरेर सेसेक्पा तङनाम मतलब साउने सङ्क्रान्ति अथवा मैजारो पूजा पनि भनिन्छ। त्यसै गरेर बलिहाङ पर्व, यसलाई तिहार पनि भनिन्छ अथवा देउसी भैली खेल्ने समय भनिन्छ। र यो चासो तङनाम, यो चासो तङनामको लागि हामी आज उपस्थित छौँ। यो किन मनाइँदैछ त चासो तङनाम? किन मनाउनु परेको हो त? यसको बारेमा म अलिकति जानकारी दिन चाहे। सबैभन्दा पहिला
हामी यहाँ जति पनि छौँ विभिन्न थरीको मान्छेहरू छौँ यहाँनिर अनि साथै देशैभरि नेपालमा चाहे सिक्किम दार्जिलिङ होस् चाहे अमेरिका जहीँ पनि नेपालीहरू लिम्बूहरू पुगेका छन् उनीहरूलाई आज लिम्बू भनेर हामीलाई चिनिन्छ तर लिम्बू हामीले स्वीकारेको लगभग 200 वर्ष मजो हाराहारी मात्रै हुँदैछ त्योभन्दा पहिला हामी लिम्बू नभइकन हामी याथुङ्गा थियौँ हामी याथुङ्गाहरूको सभ्यता हामी मोदुम सभ्यताको मान्छे हो र हाम्रो सभ्यता इम्बिरी याङथाङवामा सभ्यता हो हाम्रो पुर्खाहरू यही ताप्लेजुङ जिल्लाको इम्बिरी याङथाङवामा एरियामा हामी उत्पत्ति भएको र हाम्रो पुर्खाहरू त्यहीँदेखि सुरुवात भएको छ हामी लिम्बूहरू वैदिक सनातन धर्म अथवा हिन्दू धर्म मान्दैनौँ हामी लिम्बू समुदायहरू वैदिक सनातन धर्मावलम्बी होइनौँ हामी इम्बिरी याङथाङवामा यकमा उत्पत्ति भएको मोदुम सभ्यताको मान्छे हौँ हामी यो कुरा प्रष्ट छ कि हाम्रो हरेक मोदुमहरूले यो बताइराखेको छ कि हामी मोदुम सभ्यताको मान्छे हौँ मोदुम सभ्यताको उत्पत्ति इम्बिरी याङथाङवामा यकमा भएको हो यो कुरा प्रष्ट छ हाम्रो पुर्खाहरू आज जति हामी नेपाल अथवा देशभरि अथवा संसारभरि छरिएका लिम्बू समुदायहरूले आज पर्व मनाइराखेको छौँ यो चासोक तङनाम यसैले पनि प्रष्ट देखाइराखेको छ हामी मोदुम सभ्यताको मान्छे हो सबैभन्दा पहिला सम्मे केजङसा अथवा मुजिना खेयौना उहाँको छोरा सावा युफुङ केम्बा उहाँको 4 जना सन्तानहरू थिए त्यसमध्ये जेठा छोरा सुहाङ फेवा र लाहादाङनाको सन्तान जुन 17 जना नानीहरू थिए त्यसमध्येबाट 8 जना जन येहाङ भनेर भनिन्छ ती येहाङको सन्तानहरू हामी सम्पूर्ण लिम्बू भन्दैछौँ अथवा याथुङहरू हौँ हाम्रो पुर्खाहरू कहाँ बस्थे यी प्रष्टसँगले आज पनि ती यकहरू सुरक्षित छन् हाम्रो पुर्खा कोपियकमा बस्नुभएको ठाउँहरू अथवा जहाँ जहाँ उहाँहरू खेली किन्नुहुन्थ्यो जहाँनिर आगो उत्पत्ति गरेको अथवा पहिलो घर बनाएको हाम्रो येहाङहरूले तयार गरेका यी सभ्यता संरक्षण गर्दै यी सभ्यता संस्कार संस्कृतिलाई हामी अगाडि सार्दै हामी लिम्बू हुनुमा गर्व गर्दैछौँ त्यसैले यी लिम्बूहरूकै 8 सन्तान येहाङको सन्तानको चेली जुन चाहिँ सिगेरा एकथुङनामा हुनुहुन्थ्यो उहाँ सिगेरा एकथुङनामाले सबैभन्दा पहिला खोरिया फडानी गरेर जहाँनिर कृषि युगको सुरुवात गर्नुभएको हो त्यही कृषि युग अथवा खेती गरेर अन्न उत्पादन गरेर खाने चलनको सुरुवात हाम्रो येहाङहरूले सुरु गर्नुभएको अथवा सिगेरा एकथुङनामाले गर्नुभएको सबैभन्दा पहिला खेती गर्नुको लागि अथवा खोडिया फरानी गरेर गर्नुभएकोमा पेना भनेको चाहिँ अथवा पारामा मङ्दक पनि भनिन्छ कोदो भनिन्छ नेपालीमा यसको सुरुवात गर्नुभएको थियो हाम्रो पुर्खाहरूले यसै गरेर खैया धान अथवा त्यसलाई चाहिँ पाखाबारीमा लगाउने ताकमारो भनेर भनिन्छ यसको सुरुवात गर्नुभएको थियो यसै गरेर जुनेलो यी अन्नहरू खोडिया फाडेर खन्तीले पहाडमा खनेर त्यो बेलामा कुनै फलाम अथवा खनिज पदार्थको उत्पादनै भएको थिएन अथवा कसरी खेती गरेर खानुपर्छ भन्ने सुरुवातै भएको थिएन अथवा जानेको थिएन सिर्फ जङ्गली अवस्थामा थियो
घर बनाएर बस्ने चलन थिएन। त्यो बेलामा सिगेरा एक तुकनामाले अथवा याहाङहरूले तयार गरिदिनु भएको जुन कृषि युगको सुरुवातलाई लिएर आज पनि यिनै कृषिको सुरुवातलाई हामीले चा भनेको अन्न, सोक भनेको नयाँ बाली पाकेपछि खेती गरेको त्यसलाई सबैभन्दा पहिला खेती गर्ने सिगेरा एक तुकनामाको नाममा अथवा याहाङको नाममा पूजा गरेर गरिने जुन पर्वलाई चेसोक तङनाम भनेर आज मनाउँदैछौँ। तङनाम भनेको चाहिँ फेरि पर्व हो। पर्वको रूपमा कहिले सुरुवात भयो अथवा यो हामीले बुझ्नु जरुर छ। जुन बेलामा लाखौँ वर्ष पहिला हाम्रो याहाङहरूले सुरुवात गरेको जुन नयाँ बालीलाई पूजा गरेर अथवा पितृलाई बुझाएर खाने चलनलाई पछिबाट सामूहिक रूपमा यसलाई पर्वको रूपमा मान्न सुरु गरियो। त्यो हो 7औं शताब्दी अथवा आजभन्दा 1300 वर्ष पहिला यहाँनिर मावारोङ भन्ने राजाले सुरुवात गर्नुभएको यो पर्व हो। मावारोङ राजाले जुन यो पर्व मान्दाखेरि सामूहिक रूपमा आफ्नो तरिकाले पङलुम लेपमा अथवा छेलो हान्ने अथवा लहरा उङमा भनेको मतलब डोरी तान्ने र यस्तै गरेर बाण हान्ने अथवा तोङ आपमा यस्तो खालको विभिन्न सांस्कृतिक आयोजना गरेर त्यसमा धन्नाच, पालम, हाकपारे, ख्याली, च्याब्रुङ नाच यसलाई सामूहिक रूपमा पर्वको रूपमा मान्नुपर्छ भनेर सुरुवात गर्नुभएको। यो मात्रै होइन, लिम्बूहरूले मनाउने पर्व आजसम्म जति पनि छ यक्वा तङनाम, कफेवा तङनाम, सिसेक्ता तङनाम, यी चासोक तङनाम यिनीहरू सबैलाई पर्वको रूपमा मान्नुको लागि उहाँले प्रेरित गर्नुभएको अथवा अर्डर दिनुभएको अथवा मान्छेलाई सामूहिक रूपमा खुसी मनाउनुको लागि यो तयार गरिदिनु भएको हो। चेसोक तङनाम सिक्किममा मनाउँछ, दार्जिलिङमा मनाउँछ अथवा नेपालमा ठाउँमा मनाउँछ। जहाँ लिम्बू छ ती ठाउँमा मनाउनु पर्छ र मनाइराखेको छ। त्यसैले गर्दा हामी खानु नपाएर, पिउनु नपाएर, रमाइलो गर्नु नपाएर यो पर्व मानेको होइन। यो हाम्रो संस्कार हो, यो हाम्रो संस्कृति हो, यो हाम्रो इतिहास हो। त्यसलाई हामीले जीवित राख्नुको लागि यो हाम्रो कर्तव्य हो। यसलाई जीवित राख्ने हाम्रो कर्तव्य हो। त्यसले गर्दाखेरि आजको दिन यस्तोरी विभिन्न ड्युटी नमिलेको वजुद पनि हामीले यो पर्व मनाइराखेका छौँ। र सम्पूर्ण साथीहरूलाई धेरैले कुरा गरेका छन्, म त यो पार्टी मनाउनेले त मलाई त 30 दिन खानु पुग्छ। यो पार्टी मनाउनु भनेको खानु पिउनुको लागि होइन, अघि मैले भने हाम्रो संस्कार संस्कृति जोगाउनुको लागि हो। तपाईँहरूलाई कति दिन खानु पुग्छ पुग्दैन त्योसँग होइन सरोकार, र खानै नपाएर तपाईँहरूलाई बोलाएको पनि होइन र हामी आएको पनि होइन। यसको अर्थ हाम्रो संस्कार संस्कृति इतिहासलाई जोगाउनु हो। त्यो जोगाउनु भनेको हामीले आफ्नो नामको पछाडि लिम्बू लेख्दैछौँ त्यसको नाक थाम्नु हो र त्यो चाहिँ हामीले आउने छोरा नाति पुस्ताहरूलाई हस्तान्तरण गर्नु हो। जबसम्म यो कुरा बुझ्दैनौँ तब हाम्रो नेपाल सरकारले पनि हाम्रो संस्कार संस्कृति अस्तित्व पहिचान हाम्रो गुमाउनु हराउनुको लागि कोसिस गरिराखेको छ। त्यस्तै गरेर हामी पनि फेरि आफैले पनि आफ्नो संस्कार संस्कृति र इतिहासलाई बिर्सिने अथवा वास्ता नगर्ने या के हो भनेर बुझ्दै नबुझ्ने हो भने हामी भोलिको दिनमा लिम्बू रहनेवाला छैनौँ। हाम्रो अस्तित्वलाई, हाम्रो पहिचानलाई, हाम्रो अधिकारलाई हामीले कायम राख्नुको लागि यो पर्व आज मनाउँदै गरेको हो। र जतिजना पनि आउनुभएको छ सम्पूर्णलाई
चेसोक नामको मङ्गलमय शुभकामना भन्दै अबको जुन छ कार्यक्रम यसमा सबैभन्दा पहिला च्याब्रुङ नाच, त्यस पछाडि धान नाच, त्यस पछाडि हातपारे, ख्याली र नानीहरूको विभिन्न किसिमको लिम्बू भाषाबाट गाइएको गानाहरूबाट नृत्यहरू हुनेछ। यसमा हेरेर इन्जोय गर्नुको लागि म विनम्र अनुरोध गर्दै अबको पालो सबैभन्दा पहिला च्याब्रुङ नाच। च्याब्रुङ नाचको नेतृत्व अथवा कलाकारको रूपमा गर्दै हुनुहुन्छ उहाँ जेनिस मिन्याङ्बो अथवा जेनिस लिम्बू। जेनिस लिम्बू उहाँ भान्जा हुनुहुन्छ, उहाँले नेतृत्व गरेर अब कलाकारहरू आउँदै हुनुहुन्छ। ल ओके, जेनिस लिम्बू। च्याब्रुङको सरसमा नाचिराखेका छ सम्पूर्ण हाम्रो लिम्बू पूर्ण यादव परिवारबाट कलाकारहरूले यी पूर्ण यादव परिवारमा जन्मेका कलाकारहरू भने हाम्रो जुन लिडिङ गर्ने मान्छे हुनुहुन्छ अथवा